एकदम यति त अनिल गइसक्यो यता स्कुटी भ्यान्छ है। अब हामी जाँदैछ है। ल म चाहिँ यहाँ तामाङ साथी यहाँ बस्ने। अब तामाङ साथीको चाहिँ लाइसेन्स छैन, हेरौँ के हुन्छ के गर्छन् अब। हामी अब जाँदैछौँ। यी चाहिँ आज चाहिँ उता लामाचौर के भन्ने ठाउँ हो के रे अर्जुन खोला जाँदैछ। चाहिँ अनिल हो नि चाहिँ यहाँ एकदम बिजी हुन्छन् कि मोबाइलमा। गर्लफ्रेन्ड चाहिँ अब गर्लफ्रेन्डलाई म्यासेज गर्नुपर्छ। यस्तो छ लाइसेन्स छ तर फेरि त्यस्तो पो हालत छ कि भनेर यहाँ चाहिँ भाइ नि चाहिँ उता जिल्लामै ए यहाँ तामाङ साथी तामाङ अर्जुन पनि आयो भर्खरै अर्जुन आयो। अब त्यसपछि चाहिँ सुदीप उता चाहिँ सुदीप उहाँ पुगिसकेको चाहिँ तेल हाल्न गएको थिएँ। अब हामी चाहिँ जान्छ बाई। ल अब हामी जाँदैछ नि यहाँ अनिल चोर तामाङ चोर। ल अब हामी चाहिँ भुजुङ खोला जाँदैछौँ। झन्डै यहाँ साथीले पुगेको थिएँ बाटोमा। रहेछ कि म त यता माथि त पहिलोचोटि यहाँ थिएँ। तल त गएको थिएँ अनि यति माथि छ माथि त पहिलोचोटि नै हो। तर बाटो चाहिँ राम्रो रहेछ कि एकदम हरियाली है। खेत रोपेका रहेछन् होइन राम्रो रहेछ। अनि पिच पनि चाहिँ राम्रो छ त्यो ठाउँ चाहिँ मलाई राम्रो लाग्यो। केटाहरू चाहिँ कता गए आउला नि। ल गाइज त्यही छ होइन धेरै दिनपछि आएको मेरो भ्लग चाहिँ। खासै अब काममा भइन्छ अनि भ्लग बनाउनु पाइँदैन। अनि आज यसो केटाहरूले जाऊँ न त माथि भुर्जुङ खोलातिर भन्यो अनि त्यही भएर आज चाहिँ यता माथितिर जान लाग्यो। ल गाइज चाहिँ यता माथि के ठाउँ हो ठाउँ त मलाई थाहा छैन है। तर ठाउँ चाहिँ अब त्यही त हो। त्यो बर्खायामको भएर होला टाइम एकदम हरियाली होइन एकदम दामी रमाइलो छ राम्रो छ। केटाहरू चाहिँ अघि छन् अर्जुन र म पछाडि है। ल हामी यता माथि आयौँ। चाहिँ के भन्छ मलाई थाहा भएन। घाँस हो कि चाहिँ स्याउ खेती चाहिँ डेन्जरै रहेछ कि यता। बाटो चाहिँ राम्रो रहेछ। अलिकति माथि आए चाहिँ अफरोड रहेछ तर चाहिँ यो पनि पिच गर्ने भने चाहिँ बाटो चाहिँ एकदम राम्रो रहेछ। तर पानी पर्छ जस्तो भयो। हामी चाहिँ स्विमिङ गर्न आएको तर पानी पर्ला जस्तो भयो। अघि त खुला परिहाल्यो थिएँ। अब हेरौँ के हुन्छ। अँधेरो माथि अँधेरो भयो अरे त्यहीँको त त्यही तलपट्टि हो। अब हेरौँ के हुन्छ। पानी नपर्ने हुन्छ अरू जे भए पनि। बाटो चाहिँ अफरोड छ यता चाहिँ। यो बाटो नि टिच गर्नु पर्ने हो कि हामी पछाडि छ हाम्रा तामाङ साथी। माथि आइसक्यौँ होइन। भाइ के छ ठिक छ नि? मेरो पनि ठिक छ। नै अस्तिको जस्तो त उठेन। यता अनिल चोर यता तामाङ चोर उता अर्जुन। अब यहाँ हामी आइसक्यो होइन एकदमै। ल हेर्नुहोस् सबैजनाले ल यता
है एकदम राम्रो ठाउँ छ तपाईँहरू नि आउँदा हुन्छ है अब चाहिँ हामी माथिभित्र जाँदैछौँ केटाहरू अघि अघि छ पौडिन चाहिँ हामी पौडिन चाहिँ उता हो अनिल पौडिन चाहिँ यहीँ हो यहाँ माछा खान है मलाई फेरि माछा मन पर्दैन कि है भाइलाई नि माछा मन पर्दैन हामी स्विमिङ गर्ने चाहिँ यहाँ रहेछ होइन यहाँ यता के भन्छ यार मलाई त यसको नाम पनि थाहा छैन सेतो सेतो के देख्छ नि यसको नामै थाहा छैन मलाई त के ठाउँ चाहिँ तर राम्रो हुन्छ स्विमिङ गर्ने चाहिँ यहाँ रहेछ कि तर राम्रो रहेछ ठाउँ चाहिँ यहाँ यो स्विमिङ गर्ने चाहिँ हामी चाहिँ है त्यही हो केटाहरू चाहिँ गर्दैछौँ गाइज वहाँ देख्नु भयो वहाँ चाहिँ झर्ना रहेछ कि दामी रहेछ होइन तर यहाँ त राम्रो देखिएन है तर झर्ना चाहिँ दामी रहेछ यस्तै हो यहाँ स्विमिङ गर्दैछन् भाइको है साथीले त लात्तै घरले बनाएको पुरानो डिजाइन यस्तो गर्थ्यो कि यस्तै घर बनाउँथ्यो पहिला अनि यस्तो रहेछ यहाँ चाहिँ घर रहेछ यहाँ चाहिँ यसलाई चाहिँ ढिकी भन्छ कि ढिकी भन्छ यहाँ ढिकी रहेछ है आजकल त्यो हराइसक्यो पहिला गाउँघरमा यही हुन्थ्यो कि यस गर्थेँ यहाँ चाहिँ बच्चाहरूको लागि चाहिँ यो स्विमिङ पुल रहेछ बच्चाहरूको लागि चाहिँ सानसानोको लागि चाहिँ अनि त्यो त ठुलोको भइहाल्यो यहाँ चाहिँ यहाँ ठुलोको लागि भइहाल्यो तर लास्ट धेरै मान्छे आउने रहेछ कि यहाँ चाहिँ लास्ट धेरै मान्छेहरू छन् होइन फ्यामिलीहरू आउने छुट्टीको टाइममा चाहिँ यहाँ आएर फ्यामिलीले चाहिँ राम्रो ठाउँ रहेछ कि स्पेन्ड गर्नको लागि उताबाट पानी आइछ हामी चाहिँ पौडिसक्यौँ अहिले फेरि एकछिनपछि फेरि स्विमिङ गर्ने भन्ने कुरो छ यहाँ चाहिँ पिङ खेल्न सकिन्छ यहाँ दाइ पनि खेलिराख्नु भयो हामी अघि स्विमिङ गरेको ठाउँ चाहिँ यही हो डेन्जर लामो छ राम्रो छ है यहाँ केटाहरू यहाँ स्विमिङ गर्दैछन् यहाँ सुदीप र अनिल चाहिँ यहाँ छ यहाँ स्विमिङ गरिरहेछन् यहाँ चाहिँ यो के यसलाई के भन्छ अरे केटा यहाँ चाहिँ रोटेपिङ होइन यहाँ चाहिँ के आउने एकदम रमाइलो भयो ल केटाहरू चाहिँ मस्त पिङ खेल्दैछन् र जुर्ने आइसक्यो के छ उड्लाऊ यार साथी छुट्टिएला त्यसको त यार डोरी नै कृष्ण घुम्छौ कि क्या तिमी त हेर्नुहोस् यहाँ माछा है ए हाम्रा भाइ मेनु हेर्दैछन् साथीले ए यस्तै छ हामी चाहिँ माछा खाइँदैन त्यो भाइले र मैले माछा खाइनँ अरू सबैले माछा खाने मैले चाहिँ अब यहाँ मोमो अनि यता माछा यता माछा नि छ माछा है हामीले चाहिँ माछा खाइँदैन हामी तिनजनाले चाहिँ हामी यता छौँ यिनले खाँदैनन् अनि तिनीहरू दुइटा चाहिँ माछा खान्छन् क्या अनि भाइ त झन् भेज यिनी त प्योर बाहुन हुन् यिनले त चिकन नि खाँदैनन् ऊ चोर म त झन् प्योर बाहुन भइहाल्यो त्यही भएर चिकन खाँदैछु ए म हाम्रो चाहिँ साथी तामाङ साथी यी सबै सक्छ भन्छन् कि केटाहरूले यत्रो खान्छन् कति खाना बिना मरेको हामी के आइसक्रिम खानु भएको यो चाहिँ सुदीपको चाहिँ ट्रिट ल अर्जुन ल है
अर्जुन दुईजनाले एकदम रमाइलो भन्छ। माछा सबै माछाको फार्म हो, सबै माछा छ नि हेर्नु है, माछा खाने भए यता आउनु होला है सबैजना। आज खाइसक्यो अनि फेरि केटाहरूले फेरि एकचोटि स्विमिङ गरौँ अनि त्यसपछि चाहिँ जाम्न भने होइन। अनि फेरि हामी चाहिँ स्विमिङ गर्दैछौँ है। फेरि यहाँ है अहिले चाहिँ यस्तो माछाले पानी हालिरहेछ, यस्तो स्विमिङ गरिरह है, एकदम रमाइलो छ। यहाँ बोडी देखाउँदैछन् केटाहरूले है। अब अझ एकचोटि चाहिँ स्विमिङ गरिन्छ अनि त्यसपछि चाहिँ बल्ल हामी गइन्छ एकदम। अहिले चाहिँ घाम लागिरह है। अनि हामीले पौडी खेलिसक्यौँ होइन। अनि अब दुईचोटि पौडी खेल्यो होइन। ए अझ यहाँ अब चाहिँ हामी निस्किनु लाग्यो। धेरै नै भयो है। उताबाट पानी आउँदैछ त्यताबाट यस्तो छ। यहाँ स्विमिङ गरिसक्यो अनि खाजासाज खाइसक्यो अनि त्यसपछि चाहिँ अब हामी निस्किनु लाग्यो है। यहाँबाट चाहिँ निस्किनु लाग्यो। अब हामी चाहिँ फर्किन्छौँ ट्याक्क लाएर। अनिल छन् के अरे अर्जुन छन्, यो सुन अनि भाइ अनि सुदीप। मेरो चाहिँ यहाँ जाडाले हात हालेर लास्टै भयो। यहाँ बहिनीहरू पढेर आइसक्यो है। यहाँ स्कुलबाट भाइ बहिनीहरू नि पढेर फर्किसकेको रहेछन्। यो स्कुल पढ्दाको छुट्टै हुन्छ कि मजै छुट्टै हुन्छ। त्यति बेला चाहिँ भयो नि। Guys, look at this view, guys. क्या व्यू छ, कमाल है। क्या अब यहाँ मिराकल आयौँ। अब मिराकलमा चिया खान्छौँ। चिया खाएर चाहिँ अनि अब नेक्स्ट टाइम कतै गएर अहिलेको लागि बाई गाइज। बाई ल बाई भन। ल सुदीप बाई, अनिल बाई।